हेलो साथीहरू, आज हामी सँगसँगै काठमाडौँ घुम्छौँ है त। हामी चाहिँ बिहान सर र भान्जा भाउजू हामी चाहिँ सट्ट घुम्न लाग्यौँ अब सुन्दरी जलतिर। अनि हामी सुन्दरी जल आइपुग्यौँ। सुन्दरी जल आएपछि हामी सर र माथि हाम्रो गन्तव्यतिर लाग्यौँ। बाटो त उकालै उकालो रहेछ कि सुन्दरी जलमा त्यहाँ वाटरफल हेर्नु भनेर आएको। बाटो त क्या दामी उकालो रहेछ। अनि हामी त पहिलोचोटि आएको। अनि भान्जा अगाडि गई भएर भान्जुले हेर्नु नि भान्जालाई ताने ताने गरे के। भान्जा चाहिँ अगाडि अगाडि एक्लै हिँडे गरे भएर अनि त्यसपछि हामी त थाक्यौँ माथि आएपछि त म त थाकेर हिँड्नै नसकेर बसेको थिएँ त्यहाँ। अनि बल्ल टिकट काट्ने ठाउँ आयो। त्यसपछि भान्जा टिकट काट्न गए। भान्जा टिकट काट्न गएपछि हामीले टिकट पनि लिएर आयौँ। अनि हामी माथि जान लाग्यो त थाकेर हिँड्नै नसकेर भान्जा एक्लै अगाडि अगाडि पुगिसके। हामी बाटोमा थाकेर भाउजू पनि पछाडि हामी पनि त्यतै त्यतै भयौँ। अनि हिँड्दै थके लाग्यो। चटपटे खाने प्लान भयो हाम्रो। अनि हामी टक्क चटपटे पनि बनाउनु लाग्यो। हाम्रो चटपटे पनि रेडी भयो। अनि हाम्रो चटपटे रेडी भएपछि हामी चटपटे खानेतिर लाग्यौँ। अनि चटपटे खाने बित्तिकै यताउता कति टाढा छ वाटरफल भनेर हेर्दा हेर्दै चटपटे खाएको ठाउँ नै वाटरफल रहेछ। अनि सर र हामी चाहिँ झर्ना हेरिदिउँ भने झर्नामा पानी नै आएको रहेछ धेरै ठुलो। थोरै पानी आएको रहेछ। थोरै पानी आए पनि हामीले टक्क झर्ना घुम्यौँ ओऱ्यौँ। अनि टक्क झर्ना घुमेपछि अब हामी त्यहाँबाट चाहिँ फोटो खिचेर तल आउनु खोजे। नानी तल आउनै डराई, चस्मा खोल्छु अनि तल आउँछु भन्ने। अनि त्यसपछि अब नानीलाई मैले सर र त्यहाँबाट तल झर्न सहयोग गरिदिएँ। अनि हामी त्यसपछि अब यसो त्यहीँ झर्ना नै अन्तिम गन्तव्य बनाएर हामी सुन्दरी जलबाट अब नौतन धामतिर लाग्यौँ। नौतन धाममा त क्या राम्रो सजाएर राखेको रहेछ कि। अनि कस्तो राम्रो रहेछ, कार्यक्रम पनि रहेछ। हामी कार्यक्रम पनि हेरेर फर्क्यौँ। अनि त्यसपछि हामी फेरि बौद्ध गयौँ। बौद्धमा पनि यसो 10 मिनट 15 मिनट सर र घुमेर कस्तो राम्रो लाग्यो मलाई। बौद्धमा पनि पहिलोचोटि बौद्ध आएको हो काठमाडौँमा है। 5-6 वर्ष बस्यो तर बौद्धमा आएको थिइनँ। त्यसपछि अनि बाटोमा क्याब लाएर हिँडेको थिएँ। नानी क्याबै झरेर हेर्नु न बाटोमा बिजोग भयो नि। अनि त्यसपछि हामी पशुपतितिर आयौँ। अनि पशुपतिमा आएर यसो सर र पशुपतिको भ्यूहरू हेरेर अनि हामी काठमाडौँबाट रुमतिर फर्क्यौँ, ललितपुरतिर फर्क्यौँ। ल आजलाई यति नै। अर्को भिडियो भेटौँला। बाई बाई।